मैले पुरा मसलाहरू तयार बनाइसकेको छु भने अब म चुलातर्फ गएँ। चुलाको यो मुस्ताङ्गे चुला, चाइनिज चुला भनेर चिन्ने गर्छौँ। यसको विशेषता निकै राम्रो छ। यो तल हामी देख्न सक्छौँ, यो घर्रा, यो चाहिँ घर्रा रहेको छ। यो चाहिँ ठ्याक्कै खरानीको घर्रा। हामी यसलाई चाहिँ बिउ भर्रो भने खरानी फाल्न सक्छौँ र आगो सेक्न पनि सक्छौँ। हिउँदाको सिजनमा असाइड आगो सेक्न एकदमै दामी हुन्छ गाइसहरू। र यतापट्टिको यो रहेको छ, यो चाहिँ केही गरे आगो बोलेन भने चाहिँ यसलाई पोम दिन सकिन्छ गाइसहरू। यहाँदेखि यसको हावा बस्छ है, पोम दिने हो। अनि त्यसपछि यसको मसला राखौँ। ल गाइसहरू है, मसला तर लसुन अदुवालाई मजाले फ्राई गरेर है। ल गाइसहरू, काटो भयो भने राख्न सकिन्छ। तपाईँहरू कसरी बनाउनुहुन्छ, मेरो बनाउने स्टाइल चाहिँ यस्तो छ गाइसहरू। अब सबभन्दा पहिला म चाहिँ यो 4-5 आइटमको च्याउ म राख्न गइरहेको छु। मैले अर्को नेक्स्ट पनि यो 2 आइटमको च्याउ पनि मैले राखेँ। त्यो पनि ल, यो चाहिँ भम्बुक। मैले आज 8-10 आइटमको मैले तरकारी बनाउन गइरहेको छु गाइसहरू है।